लेखा र सम्पूर्ण सञ्चारकर्मी साथीहरू, सबैभन्दा पहिला यहाँ सबैलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। अध्यक्षज्यू पनि नयाँ नियुक्त हुनुभएको छ र कार्यकारी निर्देशक पनि स्वास्थ्य बीमा बोर्डले नयाँ आएका छ। हामी 4 वर्षसम्म यही टिम स्वास्थ्य बीमा बोर्डलाई अगाडि बढाउने वचनबद्धतासहित त्यहाँ आएका छौँ र हामी आइसकेको केही दिन बित्दै गर्दाखेरि पनि यहाँहरूसँग बसेर छलफल गर्न पाएको अवस्था थिएन। यही समय जुराउँदा मिलाउँदा भन्ने थियो। असाध्यै उपयुक्त समय हामीले प्राप्त गऱ्यौँ। यो एउटा प्रचलन परम्परा पनि रहेछ हाम्रा बिचमा। स्वास्थ्य बीमा दिवस मनाउँदै गर्दा त्यसको 1-2 दिन अगाडि यहाँसँग अन्तर्संवाद गर्ने प्रचलन रहेछ। त्यसैलाई किन उपयोग नगर्ने भन्ने अध्यक्षज्यूसँग सल्लाह भएअनुसारै हामी आज यहाँसँग यही संवादको लागि जुटेको छौँ। आज रामनवमी सार्वजनिक विदाको दिन, हाम्रो लागि एउटा पर्वको दिन पनि हो। यो पुनित अवसरमा हामीहरू यहाँ पुनित कार्यको लागि जुट्ने अवसर पनि प्राप्त गरेका छौँ र मैले यहाँ दुईवटा विषय यहाँ समक्ष राख्नेछु। एउटा, हामी नयाँ नेतृत्व आएको कारणले गर्दाखेरि स्वास्थ्य बीमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको स्थिति र भावी कार्यदिशाको संक्षिप्त रूप मैले यहाँहरूसँग राख्नेछु, जसलाई हामीले श्वेत पत्र भन्ने नाम दिएका छौँ, जसले अहिलेको अवस्था उजागर गर्छ र हामीलाई अगाडि कसरी बढ्ने भन्ने कुरामा मार्गदर्शन पनि गर्नेछौँ। र त्यसपछि विगत वर्षहरूमा जस्तै गरिकन यहाँहरूसँग छोटो समय हामी छलफल पनि गर्नेछौँ। यहाँहरूलाई केही जिज्ञासा भए त्यसमा हामी दोहोरो संवाद पनि गर्नेछौँ र अध्यक्षज्यूले पनि केही कुराहरू त्यसपछि राख्नुहुनेछ र त्यसपछि हामीले यसलाई अन्तिम रूप दिनेछौँ। मैले यो श्वेत पत्रमा प्रवेश गर्नु अगाडि 1-2 मिनट यहाँहरूको समय दिन चाहेँ। स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका लागि धेरै प्रयासहरू अगाडि बढेका छन्। हामी सबै त्यसमा जानकार छौँ। थुप्रै साथीहरू त्यसमा कलम चलाउँदै आउनु भएको पनि छ। सरकारले निरन्तर स्वास्थ्य बीमा बोर्डलाई मद्दत गर्दै आएको अवस्था पनि छ र बोर्डका तर्फबाट पनि धेरै सृजनशील कार्यहरू अगाडि बढेका पनि छन्। यति हुँदाहुँदै पनि केही अप्ठ्यारा र चुनौतीहरू हाम्रा बिचमा विद्यमान छन् र अहिले नयाँ नेतृत्व आएको अवस्थामा यी सबै चुनौतीहरूलाई चिर्दै हिजोका सफलताहरूलाई झन् सबल र प्रभावकारी बनाउँदै अहिले देखिएका चुनौतीहरूलाई चिर्दै हामी अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्छौँ। नेपाल सरकार, त्यसमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सँगसँगै स्वास्थ्य बीमा बोर्डले पनि केही सकारात्मक प्रयासहरूलाई यही चैतको महिनामा अगाडि बढाएको कुरा पनि म संक्षिप्तमा यहाँहरू समक्ष राख्न चाहन्छु। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधारका लागि विज्ञहरूबाट प्रतिवेदन प्राप्त गरेको र त्यो प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रस्तुत भएको र सम्माननीय प्रधानमन्त्रीज्यूबाट त्यसको कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्नको लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन भएअनुसार कार्ययोजना पनि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरिसकेको स्थिति छ, जसले आगामी कार्यदिशा कस्तो रहने भन्ने प्रष्ट मार्गचित्र तय गरेको हामीले पाउँछौँ। र त्यो प्रतिवेदन प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नेपाल सरकारले पनि केही कामहरू अगाडि बढाएको स्थिति छ। यही बिचमा स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य बीमा नियमावलीमा केही नियमहरू संशोधन गर्ने प्रक्रिया ऐनमा संशोधन भइसकेको छ। नियमावलीका केही नियमहरू संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको स्थिति छ, जसले भोलिको दिनमा सेवा प्रवाहलाई सबै पालिकासम्म पुर्याउन
स्रोत साधन जुटाउने कुरामा स्वास्थ्य बिमा बोर्डलाई सहज बनाउन, सेवा प्राप्त गर्ने क्रममा अहिले रहेको प्रथम सेवा बिन्दुको जुन झन्झटको अवस्थाहरू छ त्यसलाई हटाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ र प्रत्येक पालिकामा प्रथम सेवा बिन्दु पुग्ने अवस्था निर्माण गर्ने गरी सरकारले कानुन संशोधन गरेर अगाडि बढेको छ। अर्कोतिर यो स्वास्थ्य बिमामा सहभागी भइसकेपछि 3 महिना पुगेर सेवा लिनु पर्ने कुरालाई पनि संशोधनको प्रक्रिया अगाडि बढेको कुरा पनि मैले र स्वास्थ्य बिमा कोषमा आउने गरी निश्चित स्रोतहरू प्राप्त हुने नयाँ स्रोतहरू खोजीको कार्य पनि आरम्भ भइसकेको छ। यो बिचमा यही चैतमा नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल केन्द्रीय अस्पतालहरू मन्त्रालय अन्तर्गतका अस्पतालहरूबाट अस्पताल विकास समितिमा प्राप्त हुने वार्षिक आम्दानीको 1% रकम स्वास्थ्य बिमा कोषमा आउने निर्णय गरिसकेको अवस्था छ। त्यस्तै गरी स्वास्थ्य बिमा बोर्डले पनि सेवा प्रदायक संस्थाहरूबाट निश्चित रकम स्वास्थ्य बिमा कोषमा ल्याउने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको अवस्था छ। यति कुराहरू यहाँसँग राख्दै यी सकारात्मक कुराहरू सृजनशील कार्यहरू आरम्भ भएको कुरा यहाँसँग राख्दै म श्वेत पत्रलाई संक्षिप्तमा यहाँले पछि यहाँलाई आवश्यक पर्यो भने यो डिजिटल कपी प्राप्त गर्न सक्नुहुन्छ। र संक्षिप्तमा यो श्वेत पत्रका मुख्य विषयवस्तुहरूलाई राख्न चाहन्छु। गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सर्वव्यापी पहुँच स्थापित गराउने नेपाल सरकारको लक्ष्यलाई कार्यान्वयन गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रमको रूपमा स्वास्थ्य बिमा सञ्चालन हुँदै आएको छ। स्वास्थ्य उपचारका क्रममा व्यक्तिगत खर्चलाई घटाउँदै लैजानका लागि वित्तीय संरक्षण प्रदान गर्न प्रयोगमा ल्याइएको यो महत्त्वपूर्ण प्रणाली र विश्व अनुभव र हाम्रा अनुभवहरू दुवैको सङ्गमबाट यसमा निरन्तर सुधार गर्दै गइराखेको अवस्था यहाँलाई विदितै छ। सम्बन्ध 2072 मा परीक्षण प्रयास थालिएको स्वास्थ्य बिमा कार्यक्रम 2074 मा स्वास्थ्य बिमा ऐन जारी भएपछि व्यवस्थित र सङ्गठित ढङ्गबाट सञ्चालन हुँदै आएको छ। हामी अब 9 वर्ष पुरा गर्ने भोलिबाट 10 वर्षमा प्रवेश गर्ने चरणमा छौँ र कार्यक्रम सुरु भएदेखि विभिन्न उतार चढावहरू पार गर्दै यसले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। स्वास्थ्य बिमाप्रति आम नागरिकको चासो बढेको छ। स्वास्थ्य बिमाको बहसले राष्ट्रिय स्थान प्राप्त गरेको स्थिति छ। सेवा देशभर विस्तार भएको छ। प्रत्येक वर्ष नागरिक सहभागिता यानि कि विविधको सङ्ख्या पनि बढ्दै गएको छ र सँगसँगै उपचार लिनेको सङ्ख्या पनि थपिँदै गएको छ। यी सबै सूचकहरूलाई हामीले सकारात्मक रूपमा ग्रहण गरेका छौँ। स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिताप्रति प्रश्नहरू पनि निरन्तर रूपमा उठ्दै आएका छन्। तिनीहरूको अपरिहार्यता र ती प्रश्नहरूले उठाएका विषयहरूलाई सम्बोधन गर्नेतर्फ पनि नेतृत्व सधैँ सजग रहँदै आएको छ। विगतमा भएका सकारात्मक प्रयासलाई कृतज्ञता व्यक्त गर्दै उपलब्धि र सिकाइको आधारमा आगामी कार्यदिशा निर्धारण गर्ने नीति अहिलेको नेतृत्वले लिएको छ। यही पृष्ठभूमिमा अहिले स्वास्थ्य बिमाको स्थिति के छ त्यो कुरा यहाँ समक्ष राख्ने र त्यसैलाई एउटा प्रस्थान बिन्दुको रूपमा लिने सोचका साथ अध्यक्षज्यू र हामी यहाँ उपस्थित भएका छौँ। स्वास्थ्य बिमा बोर्डबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमको वास्तविक अवस्था सबैको जानकारीलाई ल्याउनको लागि यो श्वेत पत्र यहाँहरू समक्ष राख्ने भएको छ। बहुसङ्ख्यक नागरिक स्वास्थ्य बिमामा समेटिन बाँकी रहेको अवस्था देखिन्छ। अहिले 77 जिल्लाको 749वटा स्थानीय तहमा यो सेवा विस्तार छ। कार्यक्रम लागू भएदेखि करिब 90 लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएको देखिन्छ। यो करिब 9 वर्ष बित्दै गएन र आर्थिक वर्ष 81-82 को फागुन मसान्तसम्ममा क्रियाशील बिमितको सङ्ख्या 57,53,817 रहेको छ। कुल जनसङ्ख्याको 20% मात्र र जसमध्ये सामान्य क्रियाशील 83 लाख अर्थात् 75% र लक्षित बिमित 14 लाख अर्थात् 25% रहेको अवस्था छ। क्रियाशील बिमितको सङ्ख्या विश्लेषण गर्दा अझै पनि 80% नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न बाँकी रहन्छ। यसै गरी बहुसङ्ख्यक घरधुरी समेटिन बाँकी रहेको अवस्था छ। आर्थिक वर्ष 74-75 मा कुल क्रियाशील
आबद्ध घरधुरी 2,38,492 रहे र 81-82 को फागुन मसान्तसम्ममा ज्येष्ठ नागरिक बाहेक कुल आबद्ध घरधुरी 9,82,065 अर्थात् 55% र ज्येष्ठ नागरिक समावेश गरी 20,75,700 परिवार स्वास्थ्य बीमामा क्रियाशील रहेको अवस्था छ, जुन नेपालको कुल घरधुरीको 31% हुन आएको छ। र यसले अझै पनि 69% घरधुरीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न बाँकी छ भन्ने देखाउँछ। सहभागिताको असन्तुलनको पाठलाई मैले यहाँ राख्न चाहन्छु। बीमित हुनेहरूको संख्या कोशी प्रदेशमा कुल जनसङ्ख्याको 33%, बागमतीमा 26%, गण्डकीमा 34%, लुम्बिनीमा 14% रहेकोमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा बीमितहरू क्रमशः 7%, 14% र 11% रहेको छ। यसले बीमामा संलग्नता प्रदेशगत असन्तुलन उच्च रहेको देखिन आउँछ। मानवीय विकासका दृष्टिमा पछाडि परेका प्रदेशहरूको स्वास्थ्य बीमामा संलग्नता न्यून रहनु चिन्ताको विषय र सबैलाई स्वास्थ्य बीमामा समेट्ने र त्यसमा पनि पिछडिएको वर्ग समुदाय र क्षेत्रलाई समेट्न थप प्राथमिकता दिनुपर्ने आवश्यकता समस्या छ। बहुसंख्यक स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न बाँकी रहेको छ। देशका 356 स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको छ, अर्थात् 47.2% स्थानीय तहमा आफ्नै प्रथम सेवा बिन्दु छ। 397 स्थानीय तह अर्थात् 52.7% स्थानीय तहमा प्रथम सेवा बिन्दु अहिलेसम्म पुग्न सकेको अवस्था छैन। ती स्थानीय तहहरू अन्य जोडिएका स्थानीय तहमा गएर प्रथम सेवा बिन्दुको सेवा लिनुपर्ने बाध्यता बीमितलाई रहँदै आएको स्थिति छ र जसले गर्दाखेरि बीमामा आबद्ध ती स्थानीय तहमा एउटा प्रश्नको विषय बनेको छ। सुविधाको उपलब्धतालाई हामीले सरसर्ती विश्लेषण गरेर हेर्दाखेरि सुगम स्थानीय तहमा प्रथम सेवा बिन्दुहरू पुगेको र तुलनात्मक रूपले पिछडिएका स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न बाँकी रहेको अवस्था देखिन्छ। बीमितको छाड्ने दर स्वास्थ्य बीमा नवीकरण नगर्ने बीमितहरू आर्थिक वर्ष 74-75 मा 54% थिए। यो संख्या 78-79 मा 64% रहेकोमा चालु आर्थिक वर्ष 81-82 को फागुनसम्मको तथ्याङ्क हेर्दा छोड्नेको दर 54% रहेको देखिन्छ। बीमितको उच्च छाड्ने दरले विभिन्न प्रश्नहरू सृजना गरेका छन्। एकपटक बीमित भइसकेपछि किन मूल्य नवीकरण गरेन भन्ने प्रश्न महत्त्वपूर्ण छ। छाड्ने दर उच्च हुनुको कारण पहिचान गरी त्यसको सम्बोधनमा भोलिका दिनमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ। दोहोरोपनाले गर्दा बीमितको यथार्थ विवरण प्राप्त गर्न कठिन रहेको छ। जस्तो मैले यहाँसित निवेदन गरेँ कि बीमितको सङ्ख्या र बीमित परिवारको सङ्ख्या यो भनिरहँदाखेरि पनि कतिपय दोहोरोपनका कारणले गर्दाखेरि त्यो अङ्क यथार्थ नै हो भनेर भन्ने आधारहरू हामीसँग छैन। कतिपय अवस्थामा दोहोरो प्रविष्टि हुने, एउटै व्यक्ति दुई ठाउँमा, एउटै परिवार दुई ठाउँमा, जस्तो ज्येष्ठ नागरिक र लक्षित वर्गलाई फरक एकाइ मान्दाखेरि ती तथ्याङ्कहरूमा दोहोरोपना आएको र सेवा दिने क्रममा पनि दोहोरोपना बढेको अवस्था हामीले पाएका छौँ। यस्तै गरी म सेवा लिनेको विवरण यहाँ संक्षिप्तमा राख्न चाहन्छु। सेवा लिनेको सङ्ख्या बढ्दो छ। बीमामा आर्थिक वर्ष 77-78 सेवा लिने भन्नाले बीमित मध्ये स्वास्थ्य उपचार लिन जाने भनेर आर्थिक वर्ष 77-78 मा कुल बीमित 29%, आर्थिक वर्ष 78-79 मा 37%, आर्थिक वर्ष 79-80 मा 38% र आर्थिक वर्ष 80-81 मा 43% स्वास्थ्य सेवा लिएको देखिन्छ। कुल बीमित 100 जना छन् भने 80-81 मा भने 43 जनाले स्वास्थ्य सेवा लिएको देखियो। हालसम्म सेवा लिने बीमितको औसत सङ्ख्या 48% रहेको देखिन्छ, अर्थात् 100 जना बीमितमध्ये 48 जनाले स्वास्थ्य उपचार सेवा लिएको तथ्याङ्कले देखाउँछ। बीमित मध्ये सेवा लिनेको सङ्ख्या यति उच्च हुनु भनेको बीमामा प्रतिकूल चयनको अवस्था हो, अर्थात् उपचारको आवश्यकता भएकाहरू मात्र बीमामा जोडिएको अवस्था हो भन्ने प्रश्न सृजना भएको अवस्था छ। त्यस्तो प्रतिकूल छनौट कायम रहेमा बीमामा विरोधमा ल्याउन र व्यक्ति सजिलो कायम गर्न झन् कठिन हुँदै जाने स्थिति देखिन्छ। धान्न नसक्ने मेडिकल लस रेसियो ठ्याक्कै त्यही अघिल्लो गुनासोमा जोडिन्छ। यो
स्वास्थ्य बीमामा प्रति परिवारले गर्ने औषध प्रिमियम भुक्तानी 3800 रहेको छ भने प्रति परिवारले लिँदै गरेको सेवाको दाबीको भुक्तानीको अङ्क 8350 देखिन्छ। यसले मेडिकल लस रेसियो करिब 220% आउँछ र 220% मेडिकल लस रेसियो भएको अवस्थालाई सुधार गरेर 80-50%मा झार्नुपर्ने आवश्यकता हामी सम्मुखित हुँदै आएको छ र सेवा लिनेको दरमा समानता कुनै सङ्ख्यामा असमानता मैले माथि राखिसकेको हिसाबले हेर्दा तुलनात्मक रूपले मानव विकास सूचकाङ्कमा पछाडि परेका आर्थिक सामाजिक हिसाबले पछाडि परेका प्रदेशहरूमा विविधको सङ्ख्या कम छ भने सेवा लिनेहरूको सङ्ख्या पनि कम छ। उनीहरूले सेवा लिएर बोर्डले गरेको भुक्तानीको रकम पनि निकै कम छ र जसले गर्दाखेरि स्वास्थ्य सेवा लिनेहरू पनि सुगम ठाउँको स्वास्थ्य सेवा धेरै मात्रामा भलुममा भन्नाले क्लेम बढी आउनेहरूको पनि सङ्ख्या सुगम ठाउँहरूकै बढी छ र सामान्य र लक्षित वर्गले लिएको सेवामा एउटा इन्ट्रेस्टिङ पिक्चर हामीले प्राप्त गरेका छौँ। सामान्य र लक्षित वर्गले लिने कुल सेवा अस्पताल भिजिट गर्नेको दर चाहिँ करिब जति सामान्य व्यक्तिहरू बिमामा आबद्ध हुनुहुन्छ केही प्रतिशतमा लक्षित वर्गको पनि त्यस्तै खालको प्रतिशत देखिन्छ। तर हामीले जे बुझ्दै आएका छौँ ज्येष्ठ नागरिक लगायत बढी प्रतिकूल अवस्थामा स्वास्थ्यमा प्रतिकूल अवस्थामा रहेका मान्छेहरू बिमामा जोडिँदाखेरि धेरै उपचार उहाँलाई गराउनु पर्दा अप्ठ्यारो भएको हो कि भन्ने खालको जुन हाम्रो बुझाइ रहँदै आएको छ तथ्याङ्कहरूलाई विश्लेषण गर्दाखेरि देखिएन। लक्षित वर्गले प्राप्त गरेको सेवा लक्षित वर्गलाई दिएको भुक्तानीको रकम खासै ठुलो छैन, त्यो त्यति नै छ जति उहाँहरूको प्रतिशत सम्बन्धमा देखिन्छ। भन्नाले लक्षित वर्ग धेरै हुँदाखेरि भार चाहिने भुक्तानीको भार ठुलो भएको हो कि भन्ने खालको जुन विश्लेषणको त्यस्तो अवस्था देखिएन। र सेवा प्रदाय केन्द्रीकृत रहेको विषय मैले यहाँ राख्न चाहेँ। अहिले 485वटा संस्थासँग बोर्डले सम्झौता गरेर सेवा प्रदान गरिराखेको स्थिति छ। मध्ये 404 सरकारी छन्, सामुदायिक 33, निजी संस्था 48वटा र यी स्वास्थ्य संस्थाहरू प्राय सुगम ठाउँमा तुलनात्मक रूपले सहज ठाउँमा खादिएको अवस्था देखिन्छ र फेरि दुर्गम ठाउँहरूमा विकट ठाउँहरूमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू पुग्न सकेको अवस्था देखिन्छ। र समान प्रकृतिका कार्यक्रमहरू अर्को शीर्षक यसमा समान प्रकृतिका कार्यक्रम मन्त्रालयमा सञ्चालनमा रहेका छन्। सामाजिक स्वास्थ्य बीमाका कार्यक्रमहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत सञ्चालन हुँदै आएका छन्। समान प्रकारका कार्यक्रम अलग अलग संरचनाबाट सञ्चालन हुँदा दोहोरोपना आउनुको साथै व्यवस्थापन खर्च पनि अनावश्यक रूपमा बढेर गएको अवस्था छ। यद्यपि अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि त्यहाँ समान प्रकृतिका कार्यक्रमहरू बोर्डमा ल्याउने गरी समिति गठन गरेर अगाडि बढेको छ। हामीले पनि ती कार्यक्रमहरू यहाँ ल्याउनको लागि आवश्यक तयारी गर्ने गरी बोर्डले निर्णय गरेर मन्त्रालयले पनि एउटा समिति ती कार्यक्रम यहाँ दिनको लागि तयारी गरेको छ र हामीले पनि त्यो कार्यक्रम लिएर यहाँ सञ्चालन गर्नको लागि एउटा समिति बोर्डबाट निर्णय गरेर अघिल्लो बोर्ड बैठकबाट हामीले निर्णय गरेर त्यो प्रयास अगाडि बढाइसकेका छौँ। केही दिनमा हामीलाई आशा छ सकेसम्म चालु आर्थिक वर्षको अन्तिम नभए पनि नयाँ आगामी आर्थिक वर्षको सुरुवात बिन्दुबाट नै यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत रहेका समान प्रकृतिका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा बोर्डमा ल्याएर सञ्चालन गर्नेछ। र सामाजिक स्वास्थ्य सहायता कार्यक्रम विभिन्न निकायहरूमा छरिएर रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डले ती कार्यक्रमलाई एकीकृत गर्ने प्रयत्न अगाडि बढाइसकेको कुरा छ। तर नेपाल सरकार र मातहतका निकायसँग थुप्रै यस्ता समान प्रकृतिका फलितल र पराजित कार्यक्रमहरू सञ्चालन छन्। ती कार्यक्रमहरू अलग अलग रहँदासम्म स्वास्थ्य बीमालाई बलियो बनाउन पनि सकिँदैन, त्यसको वित्तीय जोखिमलाई न्यूनीकरण गर्न पनि सकिँदैन। भोलिका दिनमा ती कार्यक्रमहरू सम्बन्धमा भिन्न ढङ्गबाट सोच्नुपर्ने अवस्था छ। दाबी समीक्षा र भुक्तानीको अवस्था मैले यहाँ थोरै निवेदन गर्न चाहन्छु। सेवा प्रदायकबाट पूर्व प्राप्त दाबी उच्च तर समीक्षा न्यून रहेको स्थिति छ। दैनिक 30 देखि 40 हजारको सङ्ख्यामा दाबी प्रविष्ट हुने गर्छ बोर्डको सिस्टममा र दाबी शाखाको दैनिक रुजु गर्न सक्ने क्षमता जम्मा 6-7 हजार मात्रै रहेको छ। यसबाट नै हामी अवगत हुन सक्छौँ। र त्यो दाबी समीक्षा क्षमता बिचको अन्तर्गत गएको आर्थिक वर्ष 80-81 को दाबी परीक्षण पनि अहिलेसम्म हामीले सक्न सकेका
छैनौँ र 2081 फागुन असारसम्म बोर्डमा प्राप्त भई समीक्षा नभएको दाबी करिब 90 लाख रहेको छ र दाबी समीक्षामा अपर्याप्त दक्ष जनशक्ति र अवलम्बन गरेको विधि तथा प्रक्रिया पनि कमजोर रहेको कारणले गर्दाखेरि समयमै दाबी समीक्षा गर्न सकिएको अवस्था छैन र भुक्तानी दिन बाँकी र स्वास्थ्य बिमा बोर्डबाट सेवा प्रदायकलाई अघिल्ला आर्थिक वर्षदेखि भुक्तानी दिन बाँकी रहँदै आएको छ र आर्थिक वर्ष 81-82 को फागुन असारसम्म बोर्डले 16 अर्ब 45 करोड भुक्तानी दिन बाँकी देखिन्छ। चालु आर्थिक वर्षको अन्त्यसम्म अहिलेसम्मको ट्रेनको आधारमा विश्लेषण गर्दाखेरि 24 अर्ब रुपियाँ सेवा प्रदायकलाई भुक्तानी दिन बाँकी रहने अवस्था देखिन आउँछ र समयमा भुक्तानी दिने क्षमता विकास गर्ने विषय बोर्डको लागि चुनौती हुनुहुन्छ र सेवा प्रदायकबाट रियल टाइम प्रविष्टि सेवा प्रदायक स्वास्थ्य संस्थाले बिमितलाई उपचार गर्दै रियल टाइम इन्ट्री गर्न सकिरहेको अवस्था छैन। बिल भरपाई पनि पूर्णतः विद्युतीय रूपमा पठाउन सकेको अवस्था छैन र यसले गर्दाखेरि दाबीलाई यथार्थपरक र भरपर्दो बनाउन पनि कठिनाइ रहेको स्थिति छ। दाबी स्वच्छताको सवालमा पनि सेवा प्रदायकले पालना गर्नुपर्ने स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकललाई बोर्डले प्रभावकारी ढङ्गबाट प्रयोगमा ल्याउन सकेको अवस्था छैन। आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको उपचार खर्चलाई पनि बिमा बोर्डसँग दाबी गर्ने बिरामीको अनावश्यक उपचार समेत गर्ने परिपाटी पनि छ भन्ने गुनासो भएको छ। त्यसलाई नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउन सकिएको छैन। दाबीदार स्वच्छता कायम गर्न नसक्दा कतिपय प्रश्नहरू पनि उठिरहेका छन्। दाबी समीक्षामा वैज्ञानिक विधिको प्रयोग, प्रष्ट मापदण्ड नहुनु, बोर्डका क्रियाकलापहरू पूर्ण स्वचालित बनाउन नसक्नु, दाबी समीक्षा शाखामा पर्याप्त गोपनीयता कायम गर्न नसक्नु, अत्याधुनिक उपकरण तथा प्रविधिको अवलम्बन गर्न नसक्नुले दाबी समीक्षामा अप्ठ्याराहरू थपिरहेका छन्। बोर्डले थर्ड पार्टी एडमिनिस्ट्रेटरको विधि उपयोग गर्नेतर्फ पनि विशेष ध्यान दिनु जरुरी देखिएको छ। र स्वास्थ्य बिमा कोषको म थोरै कुरा राख्न चाहे। कोषको आम्दानीमा सीमित स्रोत घाटा बजेट, स्वास्थ्य बिमा कोषमा विभिन्नबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्रै प्राप्त हुँदै आएको अवस्था छ। मैले निवेदन गरेँ, अहिले भर्खर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्रोतको खोजी गरेको छ। हामीले पनि नयाँ स्रोतको खोजी गरेका छौँ र भोलिका दिनमा नयाँ स्रोतलाई भित्राउँदै लैजाने प्रतिबद्धता पनि हामी व्यक्त गर्छौँ। केही समयपछि अहिले भुक्तानी दिन बाँकी सही फागुन असारसम्मको अवधि राखेँ 16 अर्ब 45 करोड रुपियाँ भुक्तानी दिन बाँकी देखिन्छ र चालु आर्थिक वर्षमा बोर्डले 26 अर्ब 59 करोड बजेट स्वीकृत गरेको छ। तर त्यसको 1/3 रकम पनि जुटाउन सक्ने अवस्था अहिलेसम्मको स्थितिले देखिँदैन। स्वास्थ्य बिमा कोषको दायित्व बढ्दो छ। कार्यालय सञ्चालन खर्च, बोर्डका सबै कार्यालयहरू चाहिँ भाडामा छन्। जिल्लाका सम्पर्क कार्यालयले पनि यो सङ्घीय कार्यालय पनि सबै भाडामा रहेको कारणले गर्दाखेरि त्यसै दायित्व थपिँदै गएको स्थिति छ र अरू प्रशासनिक खर्चहरू पनि स्वभावतः बढ्दै जाने कारणले गर्दाखेरि आम्दानीका स्रोत सीमित तर दायित्व चाहिँ थपिँदै गएको स्थिति छ। बेरोजगारीको अवस्था हामीले हेर्दाखेरि पनि आर्थिक वर्ष 80-81 को अन्तिम लेखा परीक्षणको अवधिसम्म बोर्डमा कायम रहेको बेरोजगारी 2 अर्ब 85 करोड रहेको छ। यो भनेको आन्तरिक आम्दानीको हिसाबले हेर्दाखेरि निकै उच्च हो। सरकारको लेखा प्रणाली जिन्सी व्यवस्थापन उपयोगमा नल्याउँदा पारदर्शितामा पनि केही समस्याहरू सुधार देखिन्छ। हामीले यहाँ कम्प्युटराइज गभर्नमेन्ट एकाउन्ट सिस्टम प्रयोगमा ल्याउन सकिराखेको अवस्था छैन। त्यसै गरी पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम पाम्स पनि प्रयोगमा ल्याउन सकिराखेको अवस्था छैन, जसले गर्दाखेरि वित्तीय व्यवस्थापन र भौतिक व्यवस्थापनमा भौतिक सम्पत्तिको व्यवस्थापनमा केही अप्ठ्याराहरू सामना गर्नु। बीमा व्यवस्थापन सूचना प्रणाली ओपन इमेज नेपाल सरकारले डाटा व्यवस्थापन केन्द्र काठमाडौँमा होस्ट गरिएको छ र तर जति पनि हामीले सर्भरहरू प्रयोगमा ल्याएका छौँ, सफ्टवेयरहरू प्रयोगमा ल्याएका छौँ, बोर्डको बढ्दो जिम्मेवारीलाई पुरा गर्नको लागि ती सर्भरको क्षमता वृद्धि गर्नुपर्ने स्थिति छ। सफ्टवेयरहरूलाई स्तरोन्नति गर्नुपर्ने अवस्था छ।
बोर्डका काम कारबाहीलाई पूर्ण स्वचालित बनाउन सकिएको छैन। भोलिका दिनमा बोर्डको कार्य प्रकृतिले नै स्वचालित हुनुपर्ने माग गर्छ र हामीले बोर्डका काम कारबाहीलाई स्वचालित बनाउनु पर्नेछ। विभिन्न निकायहरूसँग डेटा सेयरिङ एक्सचेन्जहरू गर्नुपर्ने स्थिति छ र हाम्रा यी दोहोरोपनका समस्याहरू सम्बोधन गर्न दाबी प्रविष्टिलाई र दाबीलाई स्वच्छता कायम गर्नको लागि पनि बोर्डलाई फुल अटोमेसनमा ल्याइरहनु पर्ने आवश्यकता पनि हुन्छ। दाबी व्यवस्थापनको लागि सूचना प्रविधिको प्रयोग स्वास्थ्य संस्थाहरूको विभिन्न उपचार उनीहरूले उपलब्ध गराउने सेवा औषधि लगायतका विवरणहरू सबै बोर्डमा उपलब्ध हुने र बोर्डले त्यसको अनुगमन गर्न सक्ने व्यवस्था मिलाउनको लागि पनि बोर्डले तोकेको मापदण्डभन्दा बाहिरको उपचारलाई स्वत विकास गर्नका लागि पनि त्यसलाई अटोमेसनमा लैजानु पर्ने स्थिति छ। कुरा राख्न चाहे विभिन्न सहज सेवा पाउनको लागि कठिन देखिएको छ, किन भन्दा विभिन्नहरूको सङ्ख्या बढ्दै गएको छ, सेवा प्रदायकको सङ्ख्या बढ्दै गएको छ। यो अवस्थामा विभिन्न ठाउँबाट विभिन्न आफूले प्राप्त गर्ने सेवामा कठिनाइहरू सामना गर्नु परेको गुनासाहरू हामीलाई प्राप्त हुँदै आएको स्थिति छ। र बोर्डको नियमन क्षमताको कुरा गर्दाखेरि यहाँ उपलब्ध जनशक्ति, हामीसँग भएका उपकरणहरू, हामीसँग रहेका कानुनी व्यवस्थाहरू सबैलाई विश्लेषण गर्दाखेरि हाम्रो नियमन क्षमतालाई बढाएर लैजानु पर्ने अवस्था देखिन्छ। अनुगमन तथा मूल्याङ्कन क्षमता पनि हाम्रो आवश्यकताभन्दा कम क्षमताको देखिएको कारणले गर्दा भोलिको दिनमा यसलाई आवश्यक निर्देशित मापदण्डहरू तयार पारेर दक्ष जनशक्तिलाई उपयोग गर्दै प्रयोग गर्नुपर्ने स्थिति छ। संस्थागत व्यवस्थाको कुरा गर्दाखेरि बोर्डको स्थायी सङ्गठन संरचना अहिलेसम्म स्वीकृत हुन सकेको छैन। हामी 10औं वर्षमा प्रवेश गर्दैछौँ। भोलिबाट यो बोर्डको अहिलेसम्म स्थायी सङ्गठन संरचना छैन र थायी दरबन्दी स्वीकृत भएको स्थिति छैन, कर्मचारीहरू थायी भएको स्थिति छैन, जसले गर्दाखेरि बिमाकै दक्षता हासिल गरेको विज्ञ जनशक्ति हामीले प्राप्त गर्न सकेका स्थिति देखिँदैन। यो विशिष्ट प्रकृतिको कार्य हो, यसमा विशेष विज्ञता भएको जनशक्ति कार्यरत हुनुपर्छ। वर्षौँसम्म काम गरेर त्यो दक्षता विकास गरेको जनशक्ति आउनुपर्छ। त्यो प्रकारको सुविधा हामीले प्राप्त गर्न सकेका छैनौँ। त्यसले गर्दाखेरि यसको सेवा प्रवाह क्षमता पनि सङ्कुचित हुन पुगेको अवस्था छ। र स्वास्थ्य बिमा बोर्डको स्थायी कर्मचारी नहुने कुरा पनि मैले राखेँ। त्यसपछि कार्यालयमा पनि केही अप्ठ्याराहरू भएका छन्। बोर्डको आफ्नै भवन छैन र भाडामा बस्नु परेको स्थिति छ, पर्याप्त स्पेस पनि छैन। अहिले नै हामी सर्भरको सुरक्षा लगायतका स्पेसहरूको कुरा गर्दाखेरि सिंहदरबारभित्र त्यो स्पेस नपाउने अवस्था, हामीले त्यसलाई सुरक्षित रूपमा राख्न नसक्ने र क्यापासिटी इन्हान्स गर्न नसक्ने अवस्थामा छौँ। कता कता यी सबै प्रकृतिहरूलाई हेर्दै गर्दाखेरि यो चाहिँ अस्थायी प्रकृतिको कार्यालय जस्तो देखिन गएको कानुन छ। यद्यपि त्यस्तो चाहिँ होइन। अब पार्लियामेन्ट्री कानुन बनाएर यति महत्त्वका साथ प्रायोरिटीका साथ अगाडि बढाएको कार्यालय भएको कारणले गर्दा, यो कार्यक्रम भएको कारणले गर्दाखेरि पनि यसलाई भिन्न देखिन्छ र अत्यावश्यक कतिपय नीति कानुनहरू बनाउनु पर्ने अवस्था 74 सालमा यही नियम बनेको छ। त्यसलाई पनि आवश्यकता अनुसार बुझाइको आधारमा, सिकाइको आधारमा संशोधन गर्दै जानुपर्ने अवस्था पनि छ। त्यसतर्फ पनि हामीले थप अगाडि बढ्नुपर्ने। सञ्चारकर्मी मित्रहरू, मैले अब थोरै भावी कार्यदिशाको बारेमा यहाँसँग सबैले यही कुराहरू राख्ने छु र स्वास्थ्य बिमा सुधारको यो सबैभन्दा उपयुक्त समय हो भन्ने हाम्रो ठम्याइ रहेको छ। अध्यक्षज्यूसँग पनि हामी निरन्तर संवाद गरिरहँदाखेरि बोर्डको 2वटा मिटिङ हामी आइसकेपछि बसिसकेको छ। यो बोर्डमा हामीले कुरा गर्दै गर्दाखेरि पनि सबै हिसाबले अहिले एकदमै अनुकूल समय छ भन्ने हामीले ठानेका छौँ र स्वास्थ्य बिमाको प्रभावकारिताका लागि उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व प्रतिबद्ध भएकोले यस क्षेत्रमा हालसम्मका असल अभ्यासहरूलाई संस्थागत गर्दै विगतको अनुभव एवं भोगाइको आधारमा भावी कार्यदिशा तय गरी अगाडि बढ्ने अवसर हामीलाई प्राप्त भएको छ। अहिलेको नयाँ नेतृत्वले त्यो अवसरलाई पूर्ण रूपमा प्रयोग गर्ने प्रतिबद्धता पनि यहाँसँग राख्न चाहन्छ र मैले केही भावी कार्यदिशा पनि यहाँसँग निवेदन गर्न चाहन्छु। स्वास्थ्य बिमामा सर्वव्यापी सहभागिता यसको न्यूनतम शर्त रहनेछ। सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका कार्यरत कर्मचारी, सङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिहरू, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई पनि स्वास्थ्य बिमामा सहभागी हुने व्यवस्था मिलाइनेछ, जसले गर्दा युनिभर्सल हेल्थ कभरेजको सरकारको नाराले पूर्णता प्राप्त गर्नेछ र स्वास्थ्य बिमा बोर्डको वित्तीय जोखिम सम्बोधन गर्नलाई पनि यो कोसिस हुँदा साबित हुनेछ भन्ने त्यस्तै हाम्रो अर्को कार्यक्रममा छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमको एकीकरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायबाट स्वास्थ्य सहायताका धेरै कार्यक्रमहरू समानान्तर रूपमा सञ्चालन हुन्छ।
यसैगरी प्रदेश सरकार स्थानीय तहहरूले पनि नागरिकलाई उपचारका लागि सहयोग तथा अनुदान प्रदान गरिरहेका छन्। यसरी छरिएर रहेका गम्भीर तथा क्षतिशील कार्यक्रमहरूलाई एकीकृत गरी स्वास्थ्य बीमा बोर्ड अन्तर्गत ल्याइनेछ र त्यसको लागि एउटा अभ्यास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बोर्डका बिचमा अगाडि बढिसकेको कुरा मैले यहाँसित राखिसकेँ। त्यस्तै गरी स्वास्थ्य बीमा बोर्डको वित्तीय दिगोपना सुनिश्चित गर्ने हाम्रो अर्को भावी कार्यदिशा रहन्छ। स्वास्थ्य बीमा बोर्डको सरकारसँगको निर्भरता घटाउँदै लगिने अहिले करिब 76% स्रोत हामीले नेपाल सरकारबाट प्राप्त गर्छौँ र भोलिको दिनमा यसमा सुधार गर्दै जाने प्रतिबद्धता हामीले गरेका छौँ। साथै प्रशासनिक खर्चलाई निश्चित सीमाभित्र राख्ने हाम्रो प्रयत्न रहनेछ। विविधको सङ्ख्या वृद्धि, छरिएर रहेका कार्यक्रमहरूको एकीकरणले वित्तीय स्रोत व्यवस्थापनमा विशेष योगदान गर्नेछ भन्ने हाम्रो विश्वास छ। प्रिमियम निर्धारणमा वैज्ञानिक विधि अवलम्बन गर्नुका साथै प्रगतिशील प्रिमियम क्रमशः कार्यान्वयनमा ल्याउन हाम्रो प्रयास रहनेछ। साथै स्वास्थ्य बीमा कोषमा थप स्रोत जुटाउनका लागि प्रदेश सरकार र स्थानीय तहको योगदानलाई समेट्ने प्रयास गर्नेछ। विश्व अनुभव र नेपालको सम्भावना समेतको अध्ययन गरी स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने वस्तु तथा सेवाको उत्पादन उद्योगमा लाग्ने शुल्कको निश्चित अंश स्वास्थ्य बीमा कोषमा ल्याउनको लागि हाम्रो पहल रहनेछ। यसै गरी थोरै योगदानबाट उल्लेख्य स्रोत जुटाउन मद्दत पुग्ने क्षेत्रहरू जस्तै पेट्रोलियम पदार्थको उपयोग, रिचार्ज कार्ड प्रयोग, हवाई उडान, विद्युतीय ब्याङ्किङ कारोबार लगायतका क्षेत्रबाट स्वास्थ्य बीमा कोषमा केही रकम जम्मा हुने सम्भावनाबारे बहस गरिनेछ। अन्य मुलुकले समेत प्रयोगमा ल्याएका स्वास्थ्य बीमा चिट्ठा जस्ता प्रयासलाई अगाडि बढाउनको लागि नेपाल सरकारसँग अनुमतिको प्रयास गरिनेछ। विमितबाट प्राप्त हुने आम्दानी र नेपाल सरकारको अनुदानको अतिरिक्त अन्य विभिन्न क्षेत्रबाट आम्दानी जुटाई स्वास्थ्य बीमा कोषलाई मजबुत बनाउँदै लगिनेछ र विगत लामो समयदेखि रुजु नभइरहेका दाबीको परीक्षण कार्य द्रुतताका साथ सम्पन्न गरी यसको भुक्तानीको प्रयास गरिनेछ। र हामी पुरै समिति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पटक पटक अर्थ मन्त्रालयसँग र उच्च राजनीतिक नेतृत्वसँग संवादमा छौँ। यो चालु आर्थिक वर्षको अन्त्यसम्ममा यी दाबीहरूको परीक्षण गरिसक्ने र यसलाई समयमै भुक्तानी गर्ने वातावरण निर्माण गरी आगामी आर्थिक वर्षबाट दाबी प्राप्त भएको विषयको तत्काल समीक्षा गरी निर्धारित समयमा नै सेवा प्रदातालाई भुक्तानी दिने अवस्था निर्माण गर्नतर्फ हाम्रो जोड रहनेछ। सेवाको गुणस्तर सुदृढ गर्ने, स्वास्थ्य बीमामा आबद्ध नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा सहज, सरल, सुलभ र गुणस्तरीय बनाइनेछ। सेवा प्रदाताले प्रदान गर्ने सेवाको मापदण्ड निर्धारण गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। विविध व्यक्तिले पाउने सुविधा स्तरीय बनाउँदै लगिनेछ। देशका जुनसुकै स्थानमा पनि विविधले सेवा पाउने अवस्था सृजना गरिनेछ। सबै स्थानमा सक्षम प्रथम सेवा बिन्दु पुर्याइनेछ। देशका सबै स्थानीय तहमा प्रथम सेवा बिन्दु सञ्चालनमा गरिनेछ। प्रथम सेवा बिन्दुको क्षमता वृद्धिका लागि स्वास्थ्य मन्त्रालयसँग सहकारी हुनेछ। प्रेषण प्रणालीलाई अनलाइन बनाउनका साथै थप व्यवस्थित गर्दै लगिनेछ। सेवाको दायरा बढाउने, स्वास्थ्य बीमामा विद्यमान प्याकेजहरूको पुनरावलोकन गरी थप फराकिलो बनाइनेछ। जुन राष्ट्रिय बहसमा पनि गइसकेको स्थिति छ, जटिल प्रकृतिका उपचारमा प्राप्त हुने सुविधा थप गरिनेछ। सबै विभिन्नको सुविधाको थैली वृद्धि गरी व्यक्तिले उपचारमा गर्नुपर्ने खर्च घटाउँदै लगिनेछ। बोर्डका काम कारबाहीलाई पुनः स्वचालित बनाइने, स्वास्थ्य बीमा बोर्डले सम्पादन गर्नुपर्ने कार्यलाई पुनः स्वचालित बनाउनको लागि अत्याधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिइनेछ। विभिन्न युनिक आइडी तयार पारी लागू गरिनेछ। त्यसका लागि राष्ट्रिय परिचय पत्र नम्बरको सम्भावनाको विश्लेषण गरिनेछ। विभिन्नले पाउने परिचय पत्र मेसिन रिडेबल डिजिटल उपलब्ध गराउने प्रयत्न र बायोमेट्रिक लिने सम्भावनाको पनि अपडेट गरिनेछ। अटोमेसनका माध्यमबाट सेवामा सहजता ल्याउने, खर्च तथा आम्दानीलाई पारदर्शी बनाउने, दाबीमा स्वच्छता कायम गर्ने र सेवाको गुणस्तर सुधार गर्ने प्रयत्न गरिनेछ। दाबीमा स्वच्छता कायम गर्ने, सेवा प्रदातालाई विविधबाट प्रदान गर्ने उपचार बोर्डले तोकिएको मात्र भए नभएको हेर्ने, उपचार ठिक ढङ्गबाट भए नभएको विश्लेषण गर्ने, सेवा प्रदाताले प्रदान गरेको उपचारको खर्च दाबी ठिक भए नभएको जाँच्ने कार्यलाई थप व्यवस्थित बनाई दाबीमा स्वच्छता कायम गरिनेछ। आवश्यक परेमा थर्ड पार्टी एडमिनिस्ट्रेटरको प्रयोग गर्ने सम्भावना खोजिनेछ। बोर्डको स्थायी संगठन संरचना तथा स्थायी दरबन्दी स्वीकृत गरी पदपूर्ति गरिनेछ। बोर्ड स्थापनाको लामो समयसम्म बोर्डको स्थायी संगठन संरचना स्वीकृत हुन नसक्नु र स्थायी दरबन्दी समेत स्वीकृत नहुँदा यसको कार्य सम्पादन निर्धारण प्रभाव परेको छ। त्यो कुराको अन्त्य गरी स्थायी संगठन संरचना, स्थायी दरबन्दी सृजना र स्थायी कर्मचारी पूर्तिको कार्यलाई हामीले प्राथमिकता दिनेछौँ। बोर्डले चालु आर्थिक वर्षको अन्त्यसम्ममा नै सेगास र पाम्सलाई प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछ। स्वास्थ्य बीमामा सुशासन,
सुशासन बोर्डको सबैभन्दा पेचिलो विषय। बोर्डको उद्देश्य हासिल गर्न सुशासनको सुदृढीकरणलाई विशेष महत्त्व दिइनेछ। बोर्डका हरेक काम कारबाही विधि सम्बद्ध एवं पारदर्शी बनाइनेछ। स्वास्थ्य बिमामा रूपान्तरण सामान्य सुधारबाट मात्र स्वास्थ्य बिमा समस्या सम्बोधन नहुने भएकोले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका कमी कमजोरीलाई सम्बोधन गरी यसलाई देशको एक सफल र गौरवको कार्यक्रम बनाउनको लागि एक योजनाबद्ध ढङ्गबाट आमूल सुधार तथा रूपान्तरण गरिनेछ। र अन्त्यमा सम्बन्ध 72बाट सुरुवात भई 74 सालमा कानुनी प्रबन्ध गरी संस्थागत रूपमा अगाडि बढेको स्वास्थ्य बिमा क्षेत्रमा हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुधारका प्रयासलाई दृढता दिनु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घ, प्रदेश सरकार, स्थानीय तह, सेवा प्रदायक स्वास्थ्य संस्था, सम्बद्ध विभिन्न सङ्घ संस्था, सञ्चार जगत नागरिक, आम नागरिक तथा विकास साधन लगायत सबैको सहयोग साथ सहयोग गर्ने विश्वास अहिलेको नेतृत्वले लिएको छ। हस्, धन्यवाद।